अब हाम्रो जम्बो टिम पोखरा नाइट बस्यो। अब लाग्यो मुस्तान मुक्तिनाथको फेरि यतातिर फर्किने बेला भोलि आउने नै यता कहिले आउने हो रेनी बाबु हाल्नुलाई अन्त पोस्ट गरिहाल्नुहोस् अगाडि पनि देखाउनु पछाडि पनि देखाउनु क्या ठिकै लाग्नु होला लाइभ हाल्नु छ तपाईँसँग के अरे डाटा छ डाटा पनि जाने हो बाबु यो टक्कै बेनी बजार रोकिनु पर्यो त्यहाँ त उहाँ लाग्छ चाख्लो अब सबभन्दा खतरा यो यस्तोमा त पहिले रेडी बनाएर राख्नुपर्छ क्यामेरा के मनाङ पनि जाने सबै जाने हो र हेरौँ अब कता कता हुन्छ अन्त हामी तातो पानी भनेर कता हामी धरी बस्छौँ ल बाटो फेरि फर्स्ट हाम्रो पहिला गाडी साडी दिने बेलामा नम्बर राख्यौँ सुन नम्बर त्यसो दाइ भाइ नलग्नु अब 4 5 6 पाराले 4 5 6 बिस्तारै बिस्तारै यसो खा गर्ने
राख्दै पनि आउँदैन ओ यो गान ड्रपमा राख्ने भन्दै मेरो बाबुल ब्रह्म स्वर्ग हेर्नु स्वर्ग भनेमा कुनमा भिडियो बनाएको छैन भिडियो त बनाए इधर का जाए तो रहेछ घुम्न होइन त्यो बाटोबाट कतै माथि गयो मान्छे त ए भिडियो गान ठाउँ रहेछ नि त्यो त के होला कि भित्र सकिहाल्यो हामीलाई भन्नुपर्छ काहीँ पनि भित्र छैन होला मम्मीलाई आवाज गर्ने यो पनि राम्रो यसमा राख्छ यहाँबाट डाइरेक्ट गर्ने हो क्या ड्रपमा राखिराख्नु के हाल्छ अहिले पुरै किन हाल्ने हो यो मुस्ताङ गर उनान बनाउनु मुस्ताङ गर्छ बोल्नु छोरा भन्नाले कतै भाइरल भयो गान गाउने कालो पानी आएको अहिले बन्द गर्नु भएको एकछिन चले पनि मेरोमा टावर छ त अन्त छैन केही छैन तपाईँले हाल्नको भिडियो त उहाँको धर्ना खिचेको भिडियो हो नि सबै मैले यहाँ हिँड्दै किन आयो त यार गाडीमा आएको होला न गाडीमा होला सोध्न यहीँ नजिकै जाने होला टाढा जाने ल स्यामसङ अल्ट्रा एउटा आइफोन भइदियो भने कता जे भए पनि एउटा स्यामसङ अल्ट्रा चाहिन्छ के स्यामसङ अल्ट्रा भइदियो भने कता हुन्छ क्यामेरासँग केही छैन पच्चिस राम्रो छैन आइफोनले त मैले फोटो राम्रो निकालेको मान्दैन कि स्यामसङ कस्तो फुस्रो भिभो चाहिन्छ भिभो घरबाट पनि आयो त पुरा अनि पुरा फुल त फुकी यताको पनि यता ओके यो पनि कि यो छ नि यता यो सिङ्गे यताको तपाईँको लेफ्ट ल्याउनु यो न सर खोजीबाट रे दाइ मोबाइल के मैले यहाँ ल्याएको न मोबाइल से झरना लगेर पुरानो त खोजीमा त हालेको सानो पनि गिरेको अहिले भर्खर यहाँ कता के पोस्ट गर्दै हुनुहुन्थ्यो मेरो आधा कप भिजाएर आधा कप यहाँनिर फोटो खिच्ने मान्छे बस्दैन नि क्या क्यामेरा लिएर बस्नुपर्ने औ बोलिस् त फेरि म मैले के गरे लगेको छु हामी जुमसुङ नजिकै पुगिरहेका छौँ एकदम नजिकै छौँ जुमसुङको नजिक पुगिरहेका छौँ के हो जस्तो मौसम यस्तो समुद्र त फलक हो क्या आधा समुद्र त फलक किन चुप लागेको छ आधा हरियाली छ गोब्रो चाहिँ गोब्रो साह्रै सुन्दर देश हाम्रो नेपाल हेर्नुहोस् त एकचोटि मनै लगाउने खालको छ एकचोटि सबैजनाले मुस्ताङ जम्सुङको यात्रा गर्नु म अनुरोध गर्दछु यो ठाउँ साह्रै लोकप्रिय यहाँ दामी छ यस्तो बदल छ कि दामी छ समुद्र यता त यता पछाडि फाल्ने अब मैले हिँड्दा बत्तीको पिलर होला के हो किन होइन पिलर वाइरिङ दिएनौ सबै बत्तीको पिलर हो के सबै हेर्नु मुस्ताङ कहाँ आउँछ यो मुस्ताङ हेर्नु त सर बाटो अगाडि मार्फा भिलेज कस्तो दामी यार गु ठाउँ रहेछ नजिकै सजिएको छ जस्तो पहाडहरू
स्वर्ग पैसा कमाएर केही छैन जीवनमा आनन्द केही छैन सरले यसमा आउनु पर्यो स्वर्ग गइन्छ स्वर्ग होटल रोयल मार्फा मार्फा त नामै काफी रहेछ यहाँ त मार्फा आज त मार्फा हान्नुपर्छ मार्फा सबै ठाउँ स्याउ म त्यसो बाटोबाट यार बुटा है के हो भेटा मैले त्यति एउटा त्यो भुरी गाउँको मान्छेलाई ड्रोनले भाडामा लिएर आउनु पर्ने ड्रोन बजेमा हुन्थ्यो यार क्यामेरा बजे आफ्ना आँखाले राखो आँखाले हेर जाऊ ड्रोन नगरेका आँखा नभइदियो ड्रोन के चाहिने आफ्ना आँखा हेर जाऊ आइगो दामी सिन थियो ढोगरी भिडियोको नाम के कतै यस्तो कहाँ के पहिला जोड्नु त्यहाँ लेखेको छ जम्सन ऊ त्यहाँ ऊ त्यो वालमा यही उता हेर्नु त यता दामी छ रे एउटा एउटा जाति राख्ने यार कबड्डी आसन बनाउँदैछु मैले त्यहाँ जम्सन लेखेको छ वेलकम अनि यता भनौँ उतातिर खुल्ला ठाउँतिर राम्रो थियो कि बस्नु हामी बस्ने यतै होटलमा हो यतै हो कतै जमसुङ बजार पहिला हामी जाने हो मुक्तिनाथ अनि पछि फर्किने हो लिन पाइने किन पाइने किन पाउने र ल चौरीको किन पाउने र यो बेचिरान महँगो पर्छ किन्न सकिँदैन नि त सोधम भने मेरो बिचमा 5-10,000 भन्दा बढी पर्छ अब खासमा चौरी गाईको पुच्छर पाउने ठाउँै विशेष यही हो योभन्दा अन्त सैनिक इलाका आएर यहाँ जोनसम हेर्नु के भिडियो निकालेको सिसा लाउने सिसा हालिहाल्नु जोनसम गरेर खै कहाँनिर ऊ हेर माथि त्यही बाटो होइन यही बाटो हो र बाटो छ त्यहाँ पुरै फाटा के यस्तो फाटा होटल सोटल बनाउनु यहाँ त मेरो बिचमा
नुहाउनु पर्छ तातो पानीमा के गरे बिहान नगयो म चाहिँ नहुने कहाँ माथि गयो अनि अर्को बिहान अरे टाइम पर पहुंच जाएंगे जबरन बन जा चलो हो गया अब तो हो गया हाँ क्वेश्चन इसमें चाहे तो किसी को सोच रहे हो ना हैरान भयो आयो बाबा हेलो स्ट्रङ बोय हेरे यस्तो पारे हेरे स्ट्रङ गरे ओहो पानी पुग्ला है जाने बेला गाह्रो यहीं से पैर छू लो उधर के